हौरिचु भनेको नियम, मामरु भनेको पालना गर्नु, हिच्यु भनेको आवश्यक, केन्सेचु ग्यौ भनेको निर्माण उद्योग, हातराकु काम गर्नु, खान्केई सम्बन्ध, ओमनी मुख्य रूपमा, रौदौ भनेको श्रम, जस्तै काम गर्ने लेबरलाई रौदौ भन्छ, किज्युन भनेको मापदण्ड, रौदौस्या भनेको कामदार, केन्जी भनेको अधिकार, मामरु पालना गर्नु, चिनगिन भनेको ज्याला ढ्याडी, चिनगिन भनेको ढ्याडी, रोन्दौजिखान भनेको काम गर्ने समय, क्युकेई भनेको ब्रेक, अनि क्युजिचु भनेको विधा, अन्जेन भनेको सुरक्षित, एइसेई भनेको स्वास्थ्य, खाकुहौ भनेको सुनिश्चित गर्नु, बौसी भनेको सुरक्षित, जिज्ञौस्या भनेको रोजगार, रोजगारदातालाई जिज्ञौस्या भन्छ, गिमु भनेको कर्तव्य, केन्सेचु ग्यौहौ भनेको निर्माण कानुन, अनि तेकिसेई भनेको उचित, उनएई भनेको सञ्चालन, उकेऔ भनेको ठेक्का काम, केइयाकु भनेको सम्झौता, दौरो भनेको सडक, कौचु भनेको ट्राफिक, किसोकु भनेको नियम, स्यारेउ भनेको सवारी साधनलाई स्यारेउ भनेको सवारी साधन, उन्तेन भनेको ड्राइभिङ गर्नु या चलाउनु, अन्जेन भनेको सुरक्षित, स्याओबौ भनेको आगो नियन्त्रणलाई स्याओबौ भनेको आगो नियन्त्रण, अनि खासाई भनेको पनि आगलागीलाई खासाई भन्छ भने स्याओबौ भनेको आगो नियन्त्रण, योबौ भनेको रोकथाम, सेचुबी भनेको उपकरण, योबौ भनेको रोकथाम र सेचुबी भनेको उपकरण, कुनै पनि चाहिने इक्वाइपमेन्ट उपकरणलाई सेचुबी भन्दछ, स्याओखा भनेको आगो निभाउनुलाई स्याओखा, केन्सिकु भनेको भवन निर्माण, किज्युन भनेको मापदण्ड, कौजौ भनेको संरचना, अन्जेन्सेई भनेको सुरक्षा स्तर, खाकुहो भनेको सुनिश्चित गर्नु, हाइकिबुचु भनेको फोहोर, स्योरी भनेको व्यवस्थापन, बुनबेचु भनेको छुट्याउनु, खान्क्यो भनेको वातावरणलाई खान्क्यो भन्दो रहेछ, बुनबुचु भनेको छुट्याउनु, होगो भनेको संरक्षणलाई होगो भनेको संरक्षण, सौओन भनेको आवाज, किसेई भनेको नियन्त्रणलाई किसेई भनिन्छ, बौसी भनेको रोकथाम, स्युई भनेको वरिपरिलाई स्युई भनेको वरिपरि, एइग्यौ भनेको असरलाई एइग्यौ भन्छ, सिन्दौ भनेको कम्पन, किसेई भनेको नियन्त्रण, किसेई नियन्त्रण, हास्सेई भनेको उत्पन्न हुनु, ओसाएई भनेको नियन्त्रण गर्नु, सिखाकु भनेको लाइसेन्स, हिचुएउ भनेको आवश्यक,
साग्यो भने काम, कामलाई साग्यो भन्छ। खान्तोकु भने जिम्मा, गिनौ भने सिप भएको, गिनौ भनेको सिप, गिनौ अलि स्किल भएको के स्किल। इन्चार्ज, इन्चार्ज भनेको जिम्मा, खान्तोकु इन्चार्ज। खान्तोकु भनेको जिम्मा होइन, खान्तोकु भनेको इन्चार्ज मुख्य। तोकु बेचु विशेष, क्यो इकु भनेको तालिम, ओके औ लिनु, किकेन जोखिम, फुसेगु रोक्नु, साग्यो काम। सिउनिन्स्या प्रमुख व्यक्ति, सिउनिन्स्या प्रमुख व्यक्ति। सिकी निर्देशन, खान्तोकु